पूर्ण आदरणीय महानुभावहरू, मेरो मामा रामकृष्ण नेपाल तारकेश्वर नगरपालिका 5 निवासी, उहाँले यही भूमिमा गुप्तेश्वर मन्दिर अगाडि बसेर केही कुरा भन्नुभएको थियो। बालेन शाहले जितेको खुसियालीमा म 30,000 बराबरको एउटा खसी चाहिँ काटेर साथीभाइलाई खुवाउँछु भन्नुभएको थियो। अहिले खसी पनि आइपुगेको छ। मामा खसीको साथमा हुनुहुन्छ। ल मामा, हजुरलाई केही भन्नु छ? नमस्कार सबैजना महानुभावहरू, नमस्कार। मैले चुनाव अगाडि बालेन शाहले चुनाव जितेमा म 30,000 बराबरको खसी दिन्छु भनेको थिएँ। त्यो वचनबद्धता मैले आज पुरा गरेको छु। म रामकृष्ण नेपाल तारकेश्वर 5, म झापाको होइन, तारकेश्वर 5 काठमाडौँको स्थायी बासिन्दा हो। झापाको होइन। त्यो महानुभावहरूले बुझ्दिनु होला। अब एउटा कुरो नि बुझाइ, मैले मामाले बालेनको समर्थक भएर बालेनले जित्छ भन्ने खुसियालीमा भन्नुभएको हो। अनएक्सपेक्टेड त्यो भित्रैदेखि आउँछ नि, मनदेखि त्यो कसरी आउँछ त्यो कुरा छ भने। अनि कतिले चाहिँ अब जित्दैन नजित्ने भएर भने भन्ने पनि कुरो आयो कि होइन होइन, मैले चाहिँ बालेन शाहले स्पष्ट बहुमत लिएर जित्नुहुन्छ भन्ने उपलक्ष्यमा खुसीले भने हो मैले। हस् ल, धन्यवाद मामा। हस्। नमस्कार सबैजना।